एभ्रिवान, वेलकम ब्याक माई युट्युब च्यानल। आई होप तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ होला। आशा छ मलाई हजुरहरू सबैजना ठिकै हुनुहुन्छ भनेर है। अनि आज चाहिँ एकदमै ज्यादा गरम छ यहाँनिर। अनि हामी चाहिँ यहाँनिर पार्कमा आएर बसिरहेको छौँ है। अन्त झ्यालमुरी खाँदै नै बसिरहेको छौँ। झ्यालमुरी पनि हेर्नुहोस् न यहाँनिर सिसामा यसरी बनाएर है, यहाँनिर सबै थोक हालेर चाहिँ प्लेन झ्यालमुरी बनाएर चाहिँ खाँदैछौँ हामी साथीहरू। हेर्दै गर्नुहोला, तपाईँलाई के कस्तो लाग्छ। झ्यालमुरी खानु मन लाग्यो भने आउनु होला साथीहरू। हामी चाहिँ झ्यालमुरी खाँदैछौँ। देखाइदेऊ न साथीहरू। लाउँदैन खानु नै तपाईँहरू खायौँ न साथीहरू। नहाँस है, अब खाइदिउँ ल सबैहरू भन्छ अन्त अब हाँस्छ। ल खाइदिउँ साथीहरू। होइन हाँस् न, खाएकै म त हाँसिरहँ। सिसाखेर खाउँ न। त्यस्तो गरिरहेको चाहिँ केही भएन। अलिक हालिदिउँ भयो। तर म चोखै खान्छु नि ल। आज चाहिँ हामी झ्यालमुरी खाएको साथीहरू। आज चाहिँ हामी दुईजना मात्रै छ। अरूको चाहिँ त्यो के हो त, उनीहरूको पाहुना आयो कि, अन्त त्यो कारणले गर्दा आउनु पाएन नि त, दुईजना चाहिँ हो। अन्त अर्कोको चाहिँ मिठो भएछ है। दामी दामी चाहिँ दामी भयो, तर ओसियो नि है। अहिले त हावा चल्दैछ भाइ। अब चल्यो भने राम्रो हुन्छ नि। रुममै बस्दा बस्दा पुरा बोरिङ हुन्छ नि त कि। अनि चाहिँ हामी चाहिँ यहाँ पार्कमा सबै काम सक्छ ओर्छ हो। अनि चाहिँ यहाँ पार्कमा आएर बस्छ है। यता त्यता घुम्नु जान्छ। घुम्नु जानु पनि कहाँ जानु गरममा पानी पनि ल्याएन है। घाँस उठेर झन्डै मऱ्यो छ। पिरो रहेछ साथीहरू, दामी चाहिँ दामी। बस उपरतिरबाट हामीलाई के भन्नु होला थाहा छ? बिचारा यिनीहरूको घरहरू पनि छैन, कसले दिएको भातहरू खाँदैछ भन्ने सम्झिँदै होला नि। अब चाहिँ हामी यो खाएर एकछिन यहाँ बस्ने, त्यहाँदेखि हस्पिटलको पार्क जाउँ ल। हस्पिटलको पार्कमा गइकन बस्छु एकछिन। अलिक खाने खबै यहाँ चोखै छ है। म अलग्गै खाँदैछु नि। खाँदै गर्नु न। झालमुरी पार्टी है। नुन अलिक कडा कडा भएछ भयो। लेमन हाल्नु पर्ने थिएछ नि। उयो चाहिँ गरेको ठिकै छ हौ। बेसी अमिलो खायो भने तर्कुला पाचिन्छ त। टेस्ट गर्ने चाहिँ उयो हो दिदी, राम्रो छ वाउ वाउ वा गर्यो। तर अब नट ब्याड, राम्रो है। नट ब्याड होइन, राम्रै हो। यतिको त यस्तै हो, डन सुपर एन्ड डुपर हो। जे होस् खाना चाहिँ दामी बनाउँछ है दिदीले। बनाउनु पऱ्यो नि, के गर्नु अब। तर मलाई खानाहरू बनाएको हाल्नु मन पर्दैन नि त। पिरो भयो साथीहरू, पिरो के गर्नु साथीहरू। अल्छी लाग्छ, बोरिङ हुन्छ रुममा हो। बसेर पनि केही काम पनि छैन। केही काम गर्नु पाए भए पनि गर्नुहुन्थ्यो नि है। सिलगढीमा केही पनि छैन, के गर्नु।
बिमारी स्याहार बस हस्पिटल जाऊ आऊ उयो त नेपालीको बिहाको गाडी होला है यो कहाँ देखिस् हौ ऊ डेकोरेसन गरिदिनु न ए हो यो यिनीहरूको पनि धेरैको पनि हुन्छ नि यस्तो दाम त नेपाली गर्छ त बिहा गर्नु मन पर्यो अब बिहा गर्यो होइन त्यसरी सजिनु मन पर्यो भनेको हाम्रो बिहामा पनि त्यसरी सजाएको थियो है गाडी पुरा भयो है हँ? आज हामी बेसी हाँसेर मुरायो जस्तो छ चारजनादेखि ओसेर दुईजना भएको छ झ्यालमुरी पनि झन् ओसेर छैन झ्यालमुरी दुईजनालाई काट्दैन झ्यालमुरीले पनि अब कतिजनालाई थाहा छ है हामी यहाँनिर हस्पिटलमा ट्रिटमेन्टको लागि यहाँ सिलगढीमा बसेको छौँ भनेर है लानुहोस् तपाईँहरू पनि अनि लानुहोस्। कतिजनालाई चाहिँ थाहा छैन होइन अनि हामी चाहिँ यहाँनिर सिलगढीमा ट्रिटमेन्ट गर्नु बसेको भनेर कतिलाई थाहा छ कतिलाई थाहा छैन होइन अनि थाहा नहुने त अब थाहा नहुने भयो है अनि थाहा हुनेहरूलाई चाहिँ अब कतिजनाले सोच्नुहुन्छ होला तपाईँहरूले है रुममा बिमारी थुपारेर है हस्पिटलमा ट्रिटमेन्ट गर्नु लगेको भन्छ यिनीहरू चाहिँ इन्जोय गर्छ मस्ती गर्छ भनेर सम्झिनुहुन्छ होला है तर त्यस्तो नसम्झिदिनुहोस् होइन यहाँनिर चाहिँ एकदमै बोरिङ जाने ठाउँ पनि कहीँ छैन होइन कहाँ जानु पनि अन्त यहीँ हामी हस्पिटलकै वरिपरितिर नि यतैतिर बस्छु होइन अनि अब हस्पिटल गएको दिनतिर त अब हामी बिजी नै हुन्छ होइन अब हप्तामा 3 पल्ट हस्पिटल जानुपर्छ हामी 3 दिन जानुपर्छ कन्टिन्यू त्यहाँदेखि 3 दिन बादमा फेरि हामी अरू दिन फेरि फ्री हुन्छ अन्त पकायो खायो बस्यो पकायो खायो बस्यो होइन त्यति गरेर कस्तो बोरिङ हुन्छ यहाँनिर त्यो पनि एकदमै गरम हुन्छ होइन अनि त्यही कारणले गर्दाखेरि पनि हामी अलिअलि भए पनि अब त्यो घरमै बिमारी छ गरेर टेन्सन लिएर बस्यो भने त होइन झन् बेसी टेन्सन हुन्छ होइन अनि त्यही कारणले गर्दाखेरि माइन्डलाई अलिकति फ्रेस पनि हुन्छ है हामी पार्कमा गएर बस्छौँ होइन इन्टरटेनमेन्ट गरौँ है अलिअलि अब कहाँदेखि आएको है हामी कहाँबाट भेट भएर यहाँनिर बसेको होइन अनि दुःख सुखको बात गरौँ है अब भोलिको दिनमा हामी सबैजना जाति भइसकेपछि कोही आफ्नो आफ्नो घरमा जानुपर्छ त्यहाँदेखि सबैजना आफ्नो आफ्नो काममा बिजी हुन्छ होइन अनि अब अहिले बसिन्जेलसम्म इन्जोय गरौँ है एउटा रिमेम्बर पनि हुन्छ पछि भोलि पर्सि भनेर चाहिँ अब हामी चाहिँ अब यहाँनिर यसरी भिडियोहरू बनाउँछौँ होइन अन्त अलिअलि टाइम पास गर्छौँ है तपाईँहरूले त्यस्तो नराम्रो नसम्झिदिनुहोस् होला एकदमै बोरिङ हुन्छ किनभने रुममा हामी सबै रुममा सेटअप गरेर मात्रै बाहिर निस्किन्छौँ बिमारीहरूलाई सबै हेरविचार खुवाइ सबै गरेर मात्रै हामी निस्किन्छौँ बाहिर होइन त्यही पनि बिमारी एक्लैलाई छोडेर त हिँड्दैन हामी है अन्त उसको चाहिँ हस्बेन्ड छ उसको सासूआमासँग है अनि मेरो चाहिँ सासूआमासँग ससुरा पापा हुनुहुन्छ होइन अनि सबै बनाएर दिइसकेपछि त्यही पनि हाम्रो त उठाउनु सुताउनु त्यस्तो बिमारी होइन उनीहरू हिँड्नु सक्नुहुन्छ त्यही पनि अब हामीले बनाएर खिलाउनु है हस्पिटलहरू लानु त गर्नुपर्छ अनि अब हस्पिटल जाँदाखेरि त हामी बनाउँदैन होइन त यो यति बाँकी अब 3 दिन बाइक रहेको दिनहरूमा चाहिँ अब हामीले यसरी है कोही बेला यसरी इन्जोय गर्छौँ होइन अब तपाईँहरूले त्यस्तो नराम्रो नसम्झिदिनुहोस् है किनभने यहाँनिर चाहिँ यस्तो लाग्छ क्या बिमारी स्याहार्नु त्यसै सजिलो छैन यहाँनिर झ्यालमा बसेको जस्तै हुन्छ है हौ झ्यालमा बसेको जस्तो हुन्छ साँच्चै होला म त अस्ति घरमा जाँदाखेरि नि स्वर्गमा पुगेको जस्तो फिल भएको मलाई क्या यति साह्रो कस्तो मान्छेहरू देख्नुपर्छ यहाँनिर त बस्ने इच्छा हुँदैन होइन अब हामीलाई कस्तो हुन्छ अब त्यो मुकै कोठामा बसेको कस्तो हुन्छ अनि है अब घरमै बसिरहनु पनि इधर उधर नगरी बसिरहनु पनि अब एकदमै नराम्रो उयो हुन्छ नि त है के भन्नु अब अन्त के फिलिङ्स आइरहन्छ होइन एक्लै बस्यो भने अब झन् बेसी टेन्सन यत्रो टाउको बनाएर बस्नुभन्दा त होइन साथीहरूसँग वल्लोपट्टि पल्लोपट्टि तल्लोपट्टि है सबै हामी साथीहरू मिल्छौँ होइन अनि यति पार्कहरूमा बेसी टाढो त जाँदैन हामी है हस्पिटलदेखि वरिपरि रुमदेखि वरिपरि नै कता यतै पार्कहरूतिर जान्छु है अनि हामी बस्छु बातहरू गर्छु दुःख सुखको होइन यही हो जिन्दगी साथीहरू के गर्नु है नराम्रो नसम्झिदिनुहोस् होला अब के गर्नु यस्तै छ यो झन् क्यान्सरको हस्पिटलमा है कस्तो मान्छे देख्नुपर्छ
मुखबाट पिक्चुदै गरेको यस्तो घाँटीको साइडबाट किराहरू चिम्टीले तान्दै गरेको हुन्छ होइन त्यस्तो त खान्छ सबै भन्छ नि। अब त्यस्तो हुन्छ भनेको नि यस्तो हस्पिटलमा हुन्छ नि। चाहिँ के गर्नु अब अन्त यस्तो कसरी बस्नु हामी है रुममै यसो बाहिरको हावा पनि खानुपर्छ अन्त बाहिरको फ्रेस हावा पनि पाउने प्लस फेरि हामी यसो मजा हाम्रो, पनि गर्नु एउटा होइन रिमेम्बर पनि हुने यसरी अब हामीले यसरी भिडियोहरू बनाइराखेको छ नि है यो मेमोरीलाई हामीले क्याप्चर गरेर राखिरहेको छ भने पछि गएर उसले पनि हेर्छ फलाना ठाउँबाट है म एउटा पनि हेर्छु remember। फलाना ठाउँबाट बिचारा भन्ने एउटा हाम्रो होइन यादहरू रहन्छ मनमा सम्झनाहरू रहन्छ है अनि त्यही कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ यो मेमोरीलाई चाहिँ क्याप्चर गरेर राखेको है साथीहरू के गर्नु जिन्दगी यस्तै छ आज चाहिँ हामी दुईजना मात्रै भयो दुईजना मात्रै छ हामी के गर्नु काम केही छैन कोही बात नै है कोसी गयो आज त हामीलाई झालमुरीले पनि साथ दिएन आयो बिचारा मेरो बुढा आई मिस यु बुढा मेरो बुढाको नाममा झालमुरी बिचारा मेरो बुढा चाहिँ घरमा एक्लै छ आमा पापा म यहाँ छु मेरो बुढा एक्लै आफै बनाउँछ आफै खान्छ आफै बनाउँछ खान्छ घरको कामहरू सबै गर्नु छ अनि हेर न मेरो बुढा जस्तै देखेँ है यहाँनिर यस्तो यस्तो ब्ल्याक सर्ट एउटा देखेको दादाको है यस्तै सेम अनि बाइक कुदाउने होइन टोटोमा गयो नि अनि ड्युटी गयो आयो घरको काम सबै उसले गर्नुपर्छ बिचारा थाकेर ड्युटीबाट कति मेन्टली थाक्छ उनीहरू होइन आया भन्नु पनि पाउँदैन के गर्नु अब मजबुर छ है बुढी यता छ बुढा उता छ याद आ रही है भन्नु पनि भएको छैन जिन्दगीको गोरेटोमा कभी कभी ऐसा होता है होइन नि उही भयो क्या उस्टेको तिम्रो बुढालाई नदेऊला यस्तो दिन्छु दिन्छु हालिदिउँ यो चाकुस नलिहाल्यो दुईजनाले खान्छ हालिदिउँ उपासनालाई पनि दिन्छु अलिकति चाखा भनेर है हुन्छ हालिदिउँ उपासनालाई पनि दिन्छु यहीँबाट त्यहीँ हाल त यो यसमा हाल न यो निकाल कि यसमा हाल न एउटामा चाहिँ चम्ची लानु पऱ्यो नि त म यसमा लानु चम्ची चम्ची अन्त यसमा हालेर लैजाऊ न भनेको त्यही खनाउ न यो फुल्के हुन्छ हुन्छ पानी चाहिँ ल्याएन हामीले पिरो यहाँ देख्छ होला खायो खाने खायो यिनीहरूले त्यसरी उबारेकोले चोखो है हामीले है मुख गाडेर खाएको होइन मुख गरेर चाहिँ लिएको होइन है साथीहरू हामीले जुठो चाहिँ दिएको होइन है यो खाने खान्न पिरो भयो साथीहरू पानी पनि ल्याएन बिर्सेछु अब यति चाहिँ माया तिम्रै हो तिनीहरूले लगिदिन्छु झालमुरी स्याक्टिस भएको छ झालमुरी पनि खुवाइ भयो पैसा परेको हो फ्याँक्नु हुँदैन आजकलको जमानामा भाउको 1 रुपियाँ कमाउनु पनि कति साह्रो छ है चिजबिजहरू महँगो भएको छ आफ्नोमा छैन भने कसले दिँदैन पैसा छ संसार छ पैसा छैन कोही छैन फ्यामिली छैन आफन्त छैन इष्टमिष्ट छैन कोही छैन होइन पैसा छ भने सबै कुरा हुन्छ साथी हुन्छ अहिले त पैसा छ भने नै सन्तानहरू पनि चिनिन्छ होइन के गर्नु ला उयो केटा कि केटी हौ चिन्डो सेतो लुगा लाउने ऊ केटा साइकलमा डल्लै परेर कुदाएको हेर न साथीहरू पुरा पिरो भएछ ओ यसमा सस हाल्नु पर्थ्यो नि दामी हुन्थ्यो सस टमेटो सस थियो त मेरोमा अब अघिसक्यो दैलो धुयो भनेपछि त त्यही त खाने खान्न हौ उसको त त्यो छ नि त
ओ माई गड सुपर एन्ड डुपर औ कस्तो भयो झालमुरी यस्तो साथीहरू आज चाहिँ हामीले झालमुरी खाएर दुःख सुखको बात गऱ्यौँ है भोलि सायद एलिजाको ओइ भोलि त म हस्पिटल पो जानुपर्छ त जाउँला मेरो साथी अन्त कति बजी बिहानै 8 बजीतिर 8 साढे 8 तिर ब्लड टेस्ट गरेर कुकुरलाई पठाउँछु हो म चाहिँ बस्छु न हेभी पिरो साथीहरू माई गड के अरे जिन्दगीको गोरेटोमा एक्लै हेर्न गाह्रो भयो अन्त के भन्छ गानाहरू पनि आउँदैन के गर्नु हामी त मान्छे पनि झ्याउँसे गाना पनि झ्याउँसे जिन्दगी पनि झ्याउँसे तर अब भन्नु हुँदैन कि म तिम्रो साथी बन्न सक्छु एक दिन जाउँ न जाएगा एक दिन मिका दिदी आएपछि जाउँ न एक दिन ड्रिम लाइन ओए सोमबार आउँछ हामी दुईजना गएको यहाँबाट 10 रुपियाँ त अन्त त मिका दिदी पनि जान्छ त यस्तोमा ल खै हामी जान्छ कि जान्दैन पर्खिन्छु जान्छ साथी जान्छ जिन्दगीको के छ र भरोसा हाम्रो गीत जिन्दगीको के छ र भरोसा 2 दिन मायालाई देऊ न के छ र 2 दिन मायालाई देऊ न के छ र 2 दिन मायालाई देऊ न के छ र सलला बग्ने सुनकेसी नदी बलुवा बगर बाँचिन्जेलसम्म हाँसखेलै गरौँ मारेर खोला जङ्गलमा भन्छ कि बगरमा भन्छ हौ जिन्दगीको के भन्छ त्यति नै जान्दैन अब जानी नजानी हामी यति नै गायो के गर्नु अब तुरुक 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 मात्रै आउँछ साथीहरू त्यो पनि ठुटे मुटे मनमा गाउँछ क्या एउटा चाहिँ फेरि आए खुट्टा दुख्यो यो मन्दै मन्दै मन्दैन तिमीदेखि टाढा बस्न तिम्रो तस्बिर मन कति बुझाउनु तर्पिन्छ मन कहिले बुझाउनु अन्त उयो 20 रुपियाँको हरेक मलाई नि सब्जी छोप्ने चाल्ने हुन्छ नि त्यस्तो किन्नु मन परिरहेको सब्जी चाल्ने सब्जी छोप्ने ढाकी हौ ए त्यो यत्रो बढी रहेछ हौ के यत्रो यत्रो ठुलो ठुलो ढाकी हौ सब्जी छोप्ने खुट्टा लिँदा 20 रुपियाँ पाउँछ त अन्त यतै 20 रुपियाँको तपाईँहरूले सबै पन्युदेखिको लिएर यस्तो बट्टा बुट्टी मसला राख्नेदेखि सबै पाउनुहुन्छ तपाईँले 20 रुपियाँमा दिल्लीको मिना बजार भन्छ कि त्यो चाहिँ साइकलमा आउँछ बिहान बिहान सबै पाउनु सक्नुहुन्छ तपाईँले पन्यु झर्नादेखिको साबुन राख्ने बटल सब्जी छोप्ने यत्रो ढाकी बाल्टीहरू सबै 20 रुपियाँमा पाउनुहुन्छ सिलगढीमा चाहिँ त्यो फाइदा छ सबै है सुविस्ता पनि सौदा साथीहरू अब चाहिँ यहाँ हस्पिटलको पार्कमा गएको हामी हस्पिटलको पार्क गेट बनाउँदैछ नयाँ गेट कहाँ आएको मोटी हामी हस्पिटलको पार्क किन त्यसै घुम्नु बस्नु कति छिटो आयो भाइ कहाँको उँभो जाँदैछ नि त साथीहरू हामी चाहिँ हस्पिटलको पार्कमा जाउँ भनेर गएको थियो फेरि अल्छी लाग्यो पुरा प्याक रहेछ बस्ने जग्गा पनि छैन रहेछ अन्त चाहिँ हामी फेरि फर्केर आएर यहाँनिर यतापट्टिको पार्कमा बसिरहेछ मोटी र म मोटी अल्छी लाग्यो आज मोटी र म मात्रै भएर पुरा बोरिङ फिल भइरहेको छ साथीहरू बयर खानुको लागि टिपेको यो चाहिँ सानो खालके बयर अरे यहाँ छ बयरको बोट चाहिँ बहेर जुम
साथीहरू देख्नुभयो फलेको कति अझै कति बेसी थियो है मोटी अझै यहाँनिर सकेको त यो कति बेसी थियो यतातिर सबै सकेको साथीहरू मुटी मुटी कोले मुटीलाई कोले खै मुटीको बुढा घरमै छ या त है बुढाको एक पप्पी गरिराख्यो गरिन आई लभ यु बुढा गरिराख्नुपर्छ नि खुल्के नि टिप्दैछ यहाँ चाहिँ पुरा बयर छ तर बयरको अचार चाहिँ बनाउन आएन हौ कसरी बनाउँछ बयर त पुरा सेता हेर्नुहोस् त है बुकमा पुरा यहाँ अरुणा दिदी चाहिँ बयर टिप्दैछ हेर्नुहोस् त है तर बयरको बोटमा चाहिँ पुरा काँडा रहेछ कि साथीहरू टिप्नै नसक्ने काँडा बयर त पुरा छ नि हेर्नुहोस् त है यो भाग्यमा चोट छ यो मुटुमा खोट छ मेरो पीडामा तिमी हाँस्नु मेरो रुदन सुनेर नाच्नु यो भाग्यमा चोट छ किन रुन्छ मन माया सम्झेर साथीहरू अहिले भने चाहिँ हामी रुममा आएर पनि बसिरहेको छौँ र म चाहिँ आज चाहिँ बोर्डिङ डे भयो हामी दुईजनाको है दुईजना मात्रै भएर हाम्रो झ्यालमुरी पनि ओस्यो हामी पनि ओस्यो अनि आजको लागि चाहिँ यति नै भेट्नुपर्छ फेरि नेक्स्ट भिडियोमा भोलिको भिडियोमा टाटा बाई बाई।